त्यसै गरी बालकृष्ण गुरुङ कि धर्मपत्नी माया गुरुङ आउनु भएको छ। कृपया तपाईलाई यस मञ्चमा अतिथिको आचरण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। कृपया जहाँ हुनुहुन्छ चाँडोभन्दा चाँडो आएर बसिदिनु होला। धन्यवाद भन्दै राष्ट्रिय गान अरू सबै हुन सक्छ। मजाकिलो पाराले भन्दैछु, सबै हुन सक्छ। सायद हामी नेपालीमा राष्ट्रिय गानमा भेटिन सक्छ। यहाँ मलाई पक्का थाहा छ। हामीसँग यहाँ इङ्ग्लिस गीत होला, यहाँ हामीसँग चाहिँ ऱ्याप गीत होला, लोकगीत होला, दोहोरी गीत होला, पप गीत होला, दुनियाँ होला। तर हाम्रो मोबाइलमा राष्ट्रिय गीत नहुन सक्छ भने हामी गीत नभेटिने हामी माझ गीत भेटिसकेको छ। अहिले कोहीसँग छ भन्न लाग्यो 5 मिनट लाग्थ्यो, यति भनेको झ्यापै आएन। एउटा यहाँलाई गुड न्युज आएको छ। हामीले अब राष्ट्रिय गान मात्र होइन, हाम्रो खोजेर गाउँपालिकाले यस पालिकालाई प्रतिनिधित्व गर्ने गरी यस पालिकालाई झल्काउने गर्ने गरी एउटा पालिका गान पनि बनाएको छ। हेरौँ, मैले पनि फर्स्ट टाइम सुन्दैछु। आशा छ तपाईँले फर्स्ट टाइम सुन्नुहुनेछ र पक्कै रुचाउनुहुनेछ। आगामी दिनमा औपचारिक कार्यक्रममा पालिका गानलाई पनि तपाईँहरूले सायद मतलब प्रयोग गर्नुहुनेछ भन्ने आशा राख्दछु। त्यसै गरी म चाहिँ अस्ति घरमै सुतिरहेको थिएँ। सिन्दिरेमाईमा के भइरहेछ, भोलि कसको के हो भन्ने कुरा फ्याट्ट मैले मोबाइलमा भेट्टाएँ। आज को जो मैच था ल अहिले यो इकोसिको सबै डाउन गर्दै बाबु यो आवाज अर्केर आयो मलाई। यो पालिका गीत पनि हामीले पायौं। आवाज मिलाउन यार, भनेको सुन्दैनौ कि गन्दैनौ? इको र उ बेस पुरै कम। हेलो त्यसै गरी